त्यो हेलिकप्टर उडाएर हिँड्ने चाहिँ कुन चाहिँ भाइ हो अनिस हो यो चाहिँ खसीको साग भन्छ यसलाई म तपाईँहरूलाई आज खसीको साग बनाउने रेसिपी सिकाउन जाँदैछु मासु टिपिरहेछ हाम्रो बारीमा मासु पोल्छ भाइ सो हे गाइज वेलकम टु माई डेली ब्लग होइन आजबाट चाहिँ म डेली ब्लगको 100 दिनको ब्लग कम्प्लिट गर्नेवाला छु दिस इज माई फर्स्ट डे फर्स्ट ब्लग है देख सकते हो तुम लोग मेरे हाथ पे चाकू खोड़ा आ चुका है अब हम घास काटने जा रहे हैं हम डेली ब्लॉग 10 मिनट या 7 मिनट का डालेंगे इससे ज़्यादा नहीं डालेंगे ठीक है तुम लोग मेरे डेली ब्लॉग में वेलकम करता हूँ मैं सब लोगों को भाई लोग आज में देख सकते हो तुम लोगों को मैं दिखाने वाला इसे बोलते हैं घास भाई देख सकते हो इसको अब हम काट के खिलाएंगे हमारे दोस्तों लोग को हमारे बकरे लोग को हामी घाँस काट्छौँ बाख्रालाई हामीहरू जस्तै बोकाहरूलाई खिलाउँछौँ यो घाँस काटेर यदि कोही बोका हुनुहुन्छ भने मेन्सन हान्नु होला ट्याग हान्नु होला सेयर हान्नु होला तपाईँले भिडियो हेर्न नबिर्सिनु होला रोम रोम भाइयों सिस्टम पार देंगे गाई हामी घाँस काटिसकेका छौँ सिस्टम पार देंगे गाई हेर्न सक्नुहुन्छ मैले बाख्रा काटिसक्यो अब बाख्रा लगाएर घाँस लगाइदिने हो त्यसपछि मजाले खान्छ मोटाउँछ अनि हामी चाहिँ घाँस बेचेर लोद पैसा कमाउने हो बाख्रा खाएको घाँसहरू मोटो हुन्छ है गाई हेर्नुहोस् है मैले 2टा बाख्रा काटिसक्यो 2टा हेर्न सक्नुहुन्छ भाइले चाहिँ मासु टिपिरहेछ हाम्रो बारीमा मासु पोल्छ भाइ यो कुन मासु हो भन्दै लट्टेको मासु टिपिरहेको छ गाइस तपाईँहरू पनि मासु खानु भयो हाम्रो घर आउनु कसरी पकाउँछ बाबु यो रेसिपी भन्दैन कुट गर्नुपर्छ केमा राखेर अचानक राखेर कुट गर्नुपर्छ रेसिपी भन्दै त अनि त्यसपछि लसुन प्याज खुर्सानी सब हालेर फ्राई गर्नुपर्छ अनि झोल बनाएर सुप पिउनुपर्छ यसको बिरामी मान्छेहरूलाई धेरै राम्रो हुन्छ यो सुप पियो भने यसको र हेर्ने चाहिँ हाम्रो यहाँ लट्टेको मासु खतरा पकाउँछ मेरो भाइले यदि कोही खाने मान्छे हुनुहुन्छ भने हाम्रो केमा आउन सक्नुहुन्छ हाम्रो महलमा आउन सक्नुहुन्छ महलमा हाम्रो बङ्गलामा यतैतिर छ हाम्रो बङ्गला होइन अर्को बङ्गला यो चाहिँ हाम्रो टोइलेट हो यो ठुलो देखिरहनु भएको छ तपाईँहरूले नझुकिनु होला यो तपाईँहरूकोले फेरि घर भनेर सोच्ला होइन हाम्रो चाहिँ यो टोइलेट हो हाम्रो त्यो के अरे त्यो सानो के अरे त्यो कुन ठाउँमा अरे हाम्रो त्यो लन्डन अनि त्यो हामीले खाना खाने ठाउँ त्यो सानो छ नि टुडी हेल होइन के थाइल्यान्ड के थाइल्यान्ड थाइल्यान्ड सानो थाइल्यान्ड त्यो सानो थाइल्यान्डमा त लोत जग्गा खान्थ्यो है मेरो कहाँ थियो मैले त बिर्सेँ यार जग्गा नि लोत छ मेरो कहाँ थियो भाइ मेरो अंशमा त्यो हेलिकप्टर उडाएर हिँड्ने चाहिँ कुन चाहिँ भाइ हो अनिस हो खै हेलिकप्टर उडाइदियो यार बाहिर यार उयो के अरे उयो लिनु गयो होला चामल लिन ए धनिया मम्मीले धनिया लिनु पठाउनु भयो भाइहरूलाई कतिचोटि भन्नु हेलिकप्टर जहाँ पाइ त्यहीँ नचला भनेर मान्दैन गाह्रो छ नि गाह्रो छ गाइस गाह्रो छ हामीलाई हेलिकप्टर नचला भने सुन्दैन गाह्रो कि लास्टै यार ए हमारे ब्लॉग पे वेलकम है कहाँ जा रहे हो भाई विदेश जा रहा है लड़की पटाना जाता है ये साला पटता नहीं है कितनी गंदी बात है ए भाई इधर जाना छाता जाना अरे छाता जाना आंटी हाँ जी जाके दे दो हमारे माँ को ये लोग स्कूल नहीं जाते साला लड़की पटाने जाता है ये यू कैन डू दिस आई कैन डू दिस आयरा हेलो तो देख सकते हो आप लोग इधर घंटा का फूल खिल चुका है इतना घंटा है कि घंटा हिलाता है घंटा घंटा टिंग 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 करके आवाज़ निकालता है जैसे कि हमारा ज़िंदगी है वैसे ही घंटा है वो हर वक्त जो भी आता है बजाता जाता है भाइ लोग हेर्न सक्नुहुन्छ तपाईँहरू देख सकते हो गाई यो चाहिँ खसीको साग भन्छ यसलाई म तपाईँहरूलाई आज खसीको साग बनाउने रेसिपी सिकाउन जाँदैछु सुरुमा तपाईँहरूले यो खसीको साग किन्नुपर्ने हुन्छ त्यसपछि तपाईँहरूले चाहिँ के गर्नु भने मैले जसरी अचानक राखेर मजाले कुड्काउनु होला सानो पिस गर्नु ठुल्ठुलो पिस गऱ्यो भने फेरि मसलाभित्र छिर्दैन त्यसपछि स्वादिष्ट हुन सक्दैन फेरि तपाईँहरू मोटाउनु हुँदैन म जस्तै दुब्लो हुन सक्नुहुन्छ होइन त्यसैले तपाईँहरूलाई म आज म जस्तै मोटाउने तरिका नि सिकाउने छु तपाईँहरू सुरुमा यसरी मजाले कुड्काएपछि यसलाई कुकरमा 7 सिटी लाउनु होला किनकि 7 सूर्य 7 छाप 7 सिटी पकाएपछि सबैजना टाप भन्ने कुरा तपाईँहरूलाई थाहा होला त्यसपछि सिटी लगाएपछि तपाईँहरूले यसलाई मजाले पखाल्नु होला पखालेपछि तपाईँहरूले मजाले पकाउनु होला पकाउनको लागि चाहिँ तपाईँहरूले एक माना तेल 2 माना घिउ हाल्नुपर्ने हुन्छ त्यसपछि मजाले स्वादिष्ट पारामा खान सक्नुहुनेछ यदि तपाईँहरू इच्छुक हुनुहुन्छ भने म पकाएर अर्कोचोटि तपाईँहरूलाई देखाउने पनि छु हस् त नमस्ते बाइ बाइ म चाहिँ जङ्गलमा ट्याक आएको छु गाई चाहिँ यहाँ वरिपरि हन्टिङ हान्न आएको यहाँ चाहिँ
सुगाहरू धेरै आउँदो रहेछ होइन सरी फेरि सुरुबाट गाइज म चाहिँ यहाँ जङ्गलमा आएको छु यहाँ घुनकार जङ्गलमा यता वरिपरि मान्छे नि कतै देखिँदैन वरिपरि घर पनि छैन गाइज म चाहिँ यहाँ भूत मार्न आएको हेर्न सक्नुहुन्छ गाइज म यहाँ मन्त्र पढ्न रेडी छु है अब यहाँ पत्ताबाट मैले भूत मार्ने छु यस्तो गरेर साँच्चो गरेर मान्छे भूत मैले खतरा गरी मार्ने छु भूत तेरी माकी गाइज मौसम खतरा छ मौसम खतरा मम्मीले मलाई बारीमा पठाएको होइन म चाहिँ अब आन्टीलाई हेल्प गर्न पठाएको मम्मीले तर मैले के हेल्प गर्न सक्दिनँ सो झाडी उखाल्दै पनि हेल्प गर्छु होइन हम लोग झाड़ू उखालेंगे बाहर फेंकेंगे उसके बाद इधर खेती पाती करेंगे पैसा ही पैसा होगा भाई लोग तुम लोगों को भी हम शेयरिंग करेंगे शेयरिंग इज केयरिंग हम तुम लोगों को पैसा देंगे 1-2 नौकर रखेंगे उसके बाद तो मजे ही मजे हेलो गाइज मेरो ब्लग हेरिरहनु भएको छ भने धेरै लामो ब्लग बनायो भने तपाईँहरूलाई पनि बोर हुन्छ म डेली ब्लग हाल्ने छु 100 दिनको टार्गेट रहेको छ सबैजनाले मलाई सपोर्ट गर्नु होला भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला ल भिडियोमा के रायहरू कमेन्टहरू छोडेर मलाई पनि सपोर्ट गर्नु होला म पनि तपाईँलाई सपोर्ट गर्ने छु टिकटकबाट आएको भाइ टिकटकबाट आएको भन्नु होला लेट्स गो अर्को भिडियोमा भेट्ने छौँ।